लौ न हरि बर्बादै भयो यार। यो महँगाइले त मेरो ढाडै भाँचिसक्यो। एउटा जुत्ता किन्नु भनेको जुत्ताको भाउ सुनेर त मेरो सातो नै गयो। के गरौँ होला त यार। ए रमेश, तेरो त्यही पुरानो बानी, महँगो परोस् न, माल असल हुनुपर्छ भन्ने सोच राख के। जुत्ता त ब्रान्डेड नै सुहाउँछ नि, खुट्टाले पनि थ्याङ्क यू भन्नुहोस् न। के को थ्याङ्क यू नि? तेरो जस्तो खाल्तीमा पैसा छैन मेरो। घरमा बुढीलाई प्रेसर कुकर र मलाई जुत्ता चाहिएको छ। यो दुवै किन्न गयो भने म कुकरको सिटी मार्ने जस्तै अवस्थामा पुग्छु। ओहो हरि दाजु, रमेश दाजु नमस्कार। के को सिटी मार्ने कुरा गर्दै हुनुहुन्छ? ए गीता, कडा सपिङ गरेर आइसो त। कुन मलबाट डकेटी गरेर आयो? कुकर र जुत्ता त हेर्दाखेरि त महँगै देख्छ। के को मल हुने नि हरि दाजु? यो त मेरो बुद्धिको फल हो नि। मैले त सस्तो बजारबाट मगाएको नि। सस्तो बजार? समातियो। के हो यो सस्तो बजार भनेको? त्यहाँ साँच्चीकै सस्तो हो कि नामको मात्रै सस्तो बजार हो? त्यहाँ सस्तो भनेर झिङ्गा भनेको सामान त पाउने होइन नि। धत रमेश दाजु, तपाईँ पनि कुन जमानामा हुनुहुन्छ? सस्तो बजार भनेको त नेपालको अनलाइन सपिङ प्लेटफर्म हो नि। त्यहाँ त तपाईँले सामान किन्न पनि मिल्छ, बेच्न पनि मिल्छ, घरमै डेलिभरी हुन्छ। यो कुकर त मैले 1000 कममै पाएँ नि दाइ। ए मलाई त अनलाइन सपिङ गर्ने डर लाग्छ। अर्डर गर्दा जुत्ता, डेलिभरी गर्दा आलु आयो भने तनाव भएन। ए हरि दाजु, तपाईँ ब्रान्डेड गफ मात्रै गर्नुहुन्छ, प्रविधि बुझ्नु हुँदैन। सस्तो बजारमा त्यस्तो हुँदैन नि। सामान हेरेर चित्त बुझेर मात्र पैसा तिर्ने हो कि त्यता त माल पाएर चाल्न पाउनेले के थाहा। लौ न गीता, मलाई पनि त्यो एप डाउनलोड गरिदिन पर्यो। घरमा बुढीले कुकर ल्याएन भने त आज मलाई घर सिर्नै दिँदिन त। अनि यो जुत्ताको साइज कति हो र? मलाई हुन्छ जस्तो छ त। कति पर्यो यसलाई? ल हेर्नुहोस् त, मैले एपबाटै देखाइदिन्छु। हजुर पहिला मोबाइलको प्ले स्टोरमा जानुहोस्, त्यसपछि सस्तो बजार सर्च गर्नुहोस्, अनि सस्तो बजार डाउनलोड गर्नुहोस्। सस्तो बजारमा त हरेक सामान किनबेच गर्नुको साथै तपाईँले जुत्ताहरू खोज्नु भएको छ नि, यहाँ चाहिँ ब्रान्डेड जुत्ताहरू पनि सस्तोमा पाइन्छ नि। ए साँच्चीकै सस्तो पो रहेछ त। गीता, यो सस्तो बजार एप मेरो फोनमा पनि डाउनलोड गरिदेऊ न। म पनि यसो सस्तो ब्रान्डेड घडी खोज्नु पर्यो। लौ त गीता। के भयो हरि दाजु? अघि भर्खर त माल असल हुनुपर्छ भनेर फुर्ती लगाउँदै थियौ त। अहिले सस्तो बजार देखेपछि कहाँ गयो त तिम्रो त्यो ब्रान्डको भूत? होइन नि यार रमेश, पैसा जोगिनु त सबभन्दा ठुलो ब्रान्ड हो नि, होइन र? हो त्यसरी त भन्छु नि, बुझ्नेले श्रीखण्ड नबुझ्ने खुर्पाको बिड। अब महँगो बजार धाउन छोड्नुहोस् कि दाजु, सस्तो बजार चलाउनुहोस् न। बुझिस् मेरो भाइ, अब घर गएर सस्तो बजार एप डाउनलोड गर अनि राम्रोसँग चला। तेरो यो ब्रान्डको पछि नलाग अब। मलाई भन्दा पनि बढी तँलाई त्यो एपको आवश्यकता छ क्या। गएर बुढी र कुकर सम्हाल अब, बुझिस् नि? हामीले त डाउनलोड गरिसक्यो, अब तपाईँको पालो। हामी सबैको बजार सस्तो बजार।